Hello, welcome back to my another vlog. र आफ्टर लङ टाइम पछि फेरि पनि आइसक्यो एउटा नयाँ भिडियो लिएर र आज चाहिँ हामी कहाँ जाँदैछौँ भने अहिले म हजुरहरूलाई देखाइहाल्ने छु र हामी दुईजना जाँदैछौँ। स्टे ट्युन गाइस। बुढो चाहिँ यता फोन हेर्दै हिँड्दैछ होइन। हामी चाहिँ माई खोला गएको साथीहरू र हामी चाहिँ होइन गाडी पाएन बिहानै र हामी चाहिँ हिँड्दै आएको। हालत त्यस्तो भइसक्यो, खुट्टा हेर्नु गाइज। ओके। र माई खोलाको मन्दिर जाँदै गरेको। आफ्टर लङ टाइम पछि मैले भिडियो हाल्दैछु साथीहरू। 1 महिना 2 महिना 1 महिना नै भइसकेको थियो होला भिडियो नहालेको होइन। र अब कहीँ पनि हिँड्दिनँ नि त म त्यस्तो, अनि केही कन्टेन्ट पनि हुँदैन भिडियो बनाउने। अनि त्यही भएर अनि आज चाहिँ यसो, अब आज शनिबार होइन, यसो मन्दिरमा जाने काम थियो अनि त्यही भएर यसो कन्टेन्ट पनि हुन्छ भनेर चाहिँ हामी चाहिँ जाँदै गरेको होइन। र अहिले चाहिँ हामी ठ्याक्कै माई खोलाको माथितिरपट्टि आइपुगिसकेको छौँ। र तपाईँहरूलाई थाहा नै छ होला, मैले एकचोटि भिडियो हालेको थिएँ नि माई खोलामा पञ्चकन्या देवी मन्दिर उत्पन्न भएको ठाउँ होइन। तपाईँहरू सबैलाई थाहा छ होला होइन, मैले हालेको पनि थिएँ भिडियो। र आज हामी त्यहीँनिर फेरि जाँदैछौँ र हामी चाहिँ ठ्याक्कै यहाँनिर आइपुगिसक्यौँ माई खोलाकै माथितिर। यहाँ जस्तो पनि बनाएको रहेछ अहिले। अहिले त उतालाई हेर त, उयो नि बनाएछ सागो तर्ने यता र उता। अस्ति त थिएन नि त, सजिलो बनाएछ नि अहिले चाहिँ। दुईवटा पो बनाएछ त। अस्ति त यो सागहरू थिएन, अहिले चाहिँ बनाएको छ। ठ्याक्कै हामी चाहिँ यहाँ आइपुग्यौँ। र स्टे ट्युन गाइज, हेर्दै गर्नु होला के कस्तो हुन्छ आजको। हजुर स्टे ट्युन भनेको हेर्दै गर्नु होला। यहाँ जिस्काउँदैछ मलाई। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। यस्तो छ साथीहरू। कौन है ये लोग, कहाँ से आते हैं? मिलाएर दिनुहुन्छ नि रिङ्कु दिदीले। यो खोला पहिला खुट्टा खोलामा डाल अनि भित्र यसै राम्रो राम्रो अब के गर्नु, आफ्नै भाइ हो। पैसा नदिनु होला राम्रो राम्रो ब्रासलेटहरू पनि दिइरहन्छु। यो एक एकवटा यो भन्ने कहाँ टाउकोमा? टाउको त म बाँधिनँ, यसले बाँध्नु म त बाँधिनँ। र मैले चाहिँ यहाँदेखि पछाडि चाहिँ भोइस ओभर गर्ने सिचुएसन आयो, किनकि ब्याकग्राउन्ड म्युजिक बजिरहेको थियो नि त, कपिराइट हुन्छ भनेर। अब मन्दिरहरूमा जाँदाखेरि पुरा भजनहरू केहरू बजाइरहेको हुन्छ नि त, त्यही भएर कपिराइट हुन्छ भनेर चाहिँ मैले चाहिँ भोइस ओभर गर्नु पऱ्यो साथीहरू होइन। र अहिले चाहिँ बुढा र बुढी चाहिँ जाँदैछौँ हामी मन्दिरतिर। र कति राम्रो ढाकी छ नि फुलहरू बेच्ने ठाउँमा चाहिँ यस्तो ढाकीमा चाहिँ राखिदिएको हुँदो रहेछ। र अनि हामी चाहिँ पूजा गर्नु जाँदाखेरि चाहिँ अब लिएर गएपछि चाहिँ किनेर लगेपछि चाहिँ ढाकीहरू चाहिँ फर्केर आएपछि फेरि दिनुपर्ने रहेछ होइन, खाली ढाकी। त्यही जहाँ किनेको छौँ हामीले, जुन दोकानमा किनेको छौँ त्यही दोकानमा गएर दिनुपर्ने रहेछ पूजाहरू गरिसकेपछि। र बुढोले चाहिँ दियो बालेर चाहिँ खोलामा बगाउनुको लागि रेडी गर्दैछ। अनि त्यस पछाडि मैले खोलामा बगाउन आँटिरहेको छु। यसरी खोलामा बगाइदिनु पर्छ अरे नि त दियो बालेर। अनि बगाइदिनु आँटिरहेको छु मैले चाहिँ। अनि बुढोले चाहिँ भन्दै हुनुहुन्छ अलि पर गएर बगाउन, अलि ओरोदेखि बग्दैन होला भनेर अलि पर जाऊ भनेर चाहिँ अलि पर गएर बगाइदिँदैछु।
अनि कतिको टाढासम्म पुग्छ भनेर हेरिरहेको थिएँ अनि परसम्म पुगिरहेको थियो र ढक्की पैसा पनि खोलामा फ्याँक्नुपर्छ नि त अनि त्यही भएर अनि ढक्की पैसा पनि फालिदिएँ मैले र अनि हामी चाहिँ नि मान्छेहरू आउँदै जाँदै गर्दो रहेछ धेरै नै र शनिबार र मङ्गलबार चाहिँ झन् धेरै भक्तजनहरू आउनुहुँदो रहेछ पूजा गर्नलाई अनि हामी चाहिँ बिहानै पुगेको थियौँ नि त र हामी जाँदा चाहिँ अलिअलि हुनुहुन्थ्यो मान्छेहरू र अनि बुढो चाहिँ धुप बाल्दै हुन्छ धुप पनि सल्काउनुको लागि धुप पनि सल्काउनु पर्ने खोलामा सल्काउँदो रहेछ र अनि हामी पनि धुप बाल्दैछ बुढोले र बुढोले चाहिँ ढोक्दै हुन्छ अनि धेरैजना त्यस्तो ढुङ्गाहरू अड्याउनु भएको रहेछ झन् यो त ठुलो एकदमै ठुलो अड्याइरहनु भएको रहेछ अनि हामी पनि सोच्यौँ म पनि ढुङ्गा अड्याउनु पर्यो भनेर अनि त्यस पछाडि र होइन पहिला अब भित्र पूजा गरिसक्ने अनि मात्र एकछिनमा आएर ढुङ्गाहरू अड्याएर राख्ने भनेर भन्यो अनि त्यसपछि हामी चाहिँ अब भित्र पूजा गर्नतर्फ लाग्यौँ अनि यस्तो दान पेटिकाहरू पनि राख्नु भएको रहेछ होइन यसो अब 10-20 रुपियाँ 50-100 दानहरू दिनुहुन्छ नि त त्यसरी राखिदिनु भएको रहेछ अनि हामी पनि पूजा गर्न भित्र छिर्यौँ र यस्तो छ साथी अनि पूजा गरिसकेपछि चाहिँ बाहिर ढुङ्गा अड्याउने भनेर हामी निस्क्यौँ बुढोलाई भिडियो बनाउन आएको थियो बुढोले त पुरा यसरी बनाइदिनु भएछ भिडियो त झन् मजाले बनाइदिने भनेको त फोन त ठाडो पारेर बनाइदिनु भएछ अनि म चाहिँ ढुङ्गा खोज्दैछु अब त्यहाँनिर मिल्ने ढुङ्गाहरू चाहिन्छ नि त अब त्यसो त अडिँदैन अनि म चाहिँ ढुङ्गा खोज्दै मिलाउँदैछु अनि बुढोले पनि यहाँ चाहिँ भन्दै दिँदै हुन्छ अनि म चाहिँ ढुङ्गा खोज्दैछु मिल्छ कि मिल्दैन अडिन्छ कि अडिँदैन भन्दै फेरि अडिएन भने त बर्बाद हुन्छ अनि फेरि अलिक त्यो अडिने खालको ढुङ्गाहरू चाहिन्छ त्यही भएर अनि म चाहिँ खोज्दैछु पानीमा र 3-4 स्टेप चाहिँ मैले अड्याइसकेँ अनि कति स्टेप चाहिँ मैले अड्याउनु सक्छु त भनेर चाहिँ अड्याउँदैछु होइन साथीहरू सानो हाल अब उहाँतिर होला अनि त्यहाँबाट बुढोले चाहिँ अब त्यहाँदेखि त अडिँदैन होला भन्दै हुन्छ नि त अन्त ढुङ्गा फाल्दै हुन्छ अझै सानो राख न भन्दै अनि हुन्छ भन्दै म चाहिँ राख्दैछु अनि लड्दैछ अनि म चाहिँ त्यहाँनिर लड्छ कि भन्दै अड्याउँदै राखिरहेको छु सानो राखेँ माथिबाट अनि त्यहाँदेखि चाहिँ अड्यो तर अब मैले अड्याएर चाहिँ आएको छु तर त्यो ढुङ्गा अब अड्डेको छ कि छैन होइन भालो अड्यो कि जस्तो लागिरहेछ अनि खुट्टाहरू पखालेर अनि निस्क्यौँ हामी त्यहाँबाट अनि ढाकी पनि खाली भयो अनि त्यो भर्खर बनाएको त्यहाँनिर साग रहेछ अनि त्यहाँ चाहिँ बुढोलाई रिसाउँदै होइन कति बनाइदिनु हौ भिडियो भन्दै अनि रिसाउँदै बनाइदिन्छ अनि पल्लो साग पनि जान्छ भनेको अनि पर्दैन तिम्रो फर्क म चाहिँ बसेर चाहिँ कस्तो मजा आएर थियो काठको यस्तो पुलमा म हिँडेको थिइनँ नि त मजा आएर थियो अनि तिम्रो फर्क भनेर अनि म त्यतिबाट अनि हुन्छ भनेर अनि त्यहाँदेखि बुढो चाहिँ हिँड्दैछ ढाकी पुगेर खाली ढाकी पुगेको अनि मैले चाहिँ भन्दैछु भिडियो नबनाइदिएको भन्दै कति बनाउँछौ भिडियो पनि भन्नुहुन्छ नि त बुढो चाहिँ अनि हामी चाहिँ अब उकालोतिर लाग्यौँ अब चाहिँ हामी पूजा गरिसकेर फर्क्यौँ अनि माइखोलाको ब्रिजमा आइपुग्यौँ ठ्याक्क अनि खोला पनि अहिले त्यति ठुलो छैन नि त माइखोलामा सुकेर
अब यति बेला त अब पानी अब त्यति हुँदैन नि त। अनि बुढोलाई कति हान्छ हो मेरो बुढो त भनेको अब मक्खै परेर मस्किँदै हिँडिरहनु भएको छ। अनि भिडियो बनाइदिनुहुन्छ कि भनेर फकाइदिएको नि। अनि चाहिँ ल ल ल्याऊ म भिडियो बनाइदिन्छु भन्नुभयो। अनि त्यस पछाडि अनि म चाहिँ हिँडेँ, नक्कल पार्दै हिँडेँ। अनि बुढोले भिडियो बनाइदिँदै हुनुहुन्छ। अनि ल ल भयो भयो भन्नुहुन्छ फेरि एकछिनमै। एकछिन लामो बनाइदिनु भन्दाखेरि नि मान्नै हुन्न के। अनि त्यस्तो छ फेरि मेरो बुढो चाहिँ। अनि एकछिन आऊ भन्दै र हामी दुईजना चाहिँ खाजा खानु चाहिँ होटलमा पस्यौँ होइन। अनि हेर्नुहोस् त त्यहाँनिर भ्यागुता जस्तो कति राम्रो। अनि हामीले खाजाहरू सोध्यौँ के पाइन्छ भनेर। अनि थुक्पा र मालपुवा सब्जी मात्र पाउने रहेछ। अनि हामीले चाहिँ मालपुवा सब्जी खाने भन्यौँ, अर्डर गऱ्यौँ होइन। अनि त्यहाँनिर कति राम्रो होइन, फ्लावर कति राम्रो बनाएर राखेको छ नि, कति राम्रो। अनि हामी चाहिँ बस्यौँ है, कोही पनि थिएन अरू चाहिँ। अब बिहानै हो नि त, हामी त छिटै गएको थियौँ नि त। अनि कोही थिएन अरू चाहिँ। अनि मालपुवा सब्जी खाने भनेर चाहिँ बस्यौँ। अनि हेर्नुहोस् त यहाँ प्लान्टहरू, स्नेक प्लान्टहरू, अरू प्लान्टहरू कति धेरै रहेछ। अनि यहाँदेखि चाहिँ ट्याक्कै खोला देखिँदो रहेछ क्या, माई खोला यसरी। अनि ठ्याक्क सबै देखिँदो रहेछ। अनि यहाँ चाहिँ यो चाहिँ ठुलो पहिरो गएको अस्तिनेरि पुरा सबै बाटो ब्लक भएको थियो नि त। हो यही पहिरो, यत्रो ठुलो पहिरो आएको थियो होइन। अझै पनि यो बाटोमा हिँड्दाखेरि यस्तो डर लाग्छ, कस्तो डरै लाग्दो भिड जस्तो भइरहेछ नि त। अनि त्यहाँ हेर्नुहोस् त गाडी कुद्दैछ, मास्तिरपट्टि बाइक कुद्दैछ, कस्तो डरै लाग्दो पो देखिन्छ त त्यहाँ त। अनि खोला कति राम्रो बगिरहेछ, सानो छ अहिले त, पछि बर्खामा चाहिँ एकदमै ठुलो हुन्छ। अनि मैले चाहिँ मलाई चाहिँ कस्तो देखेको रहेछ भनेर चाहिँ यसो मिररबाट हजुरहरूलाई देखाइदिएको। नि वा म चाहिँ कति राम्री देखेको रहेछु भन्दै नक्कल पार्दै बसिरहेको छु। अनि बुढो चाहिँ यता फोन हेर्दै बसिरहनु भएको छ खाजाको वेटिङमा। र हाम्रो खाजा पनि आइसकेको छ साथीहरू। अनि बुढोले चाहिँ खाना सुरु गरिसक्नु भएको छ। अनि म पनि अब खान्छु। अनि खाइसकेपछि चाहिँ हामी चाहिँ मास्तिरपट्टि आएर पुलको छेउमा चाहिँ गाडीको वेटिङ गरेर बसिरहेछौँ। अब जाँदा चाहिँ एकदमै उकालो हुन्छ नि त, एकदमै उकालो पर्छ। अनि त्यस पछाडि चाहिँ अनि गाडीको वेटिङमा बस्दा बस्दा घामले अनुहारै कस्तो देखिरहेछ होइन। कस्तो घाम लागिरहेको थियो नि त, अस्तिको भन्दा त एकदमै धेरै घाम लाग्छ नि त अहिले त, पुरा गर्मी बढ्नु थालेको छ। र यसरी यहाँनिर चाहिँ दोकानहरू राखेको छ। अनि गाडी पनि ठ्याक्क आइपुग्यो, भ्यान आइपुग्यो। अनि हामी चाहिँ अब घरतर्फ लाग्यौँ भ्यानमा। र हामी प्यासेन्जरहरू कतिजना थियौँ भने हामी 4 जना थियौँ। अन्त हामी लाग्यौँ घरतर्फ। अनि यति नै थियो आजको भिडियो होइन। प्लिज लाइक सब्सक्राइब गरिदिनु होला। बाई।